आज त पूजा गर्न जानुपर्छ हेर पूजा आउँछ भने कि कहाँ गएछ त्यो त्यसलाई पनि लिएर जानुपर्छ है पूजा गर्न आउँदैछ भने पूजालाई बोलाउनु पर्ने ढिलो भइसक्यो कहाँ गयो पूजा पूजा ए पूजा पूजा पनि गरियो है अब जाम न त्यहाँ बसेर कुरा गरौँ जाम जाम भगवानसँग के मागिस् भन् न भन् पूजा पूजा तेरो लप परेको चाहिँ कति भयो नि धेरै भएको छैन के साह्रो टोलाको पूजा त ला बिमला तेरो आमाको फोन आयो ला खोइ लिउँ त हेलो हजुर आमा हामी मन्दिरमै छौँ अब आउन लाग्यो ए हस् हुन्छ आमा हस् आइहालेँ पूजा मेरो त घरबाट आमाको फोन आयो अब हामी जान्छौँ है त के गर्छस् बस्छ न मार्नुहुन्छ होला आमाले के गर्ने साथीहरूसँग अलिक काम थियो त्यो भएर कति बसेर कुरा गर्नु सक्दैन पूजा तिमीलाई एउटा कुरा भनौ यो गाउँ त तिमी जस्तै साह्रै नै सुन्दर रहेछ पूजा हो र यति बस न पूजा मात्रै गर्ने हो त माथिको लागि पर्दैन अकललाई दिदीको आशीर्वाद लाग्यो साथीलाई तिमी त अरू के को आशीर्वाद लाग्ने जाम अब ढिलो भयो पूजा तिमीलाई छोडेर जाने मन नै छैन खै कसरी जाऊ पूजा तिमीलाई छोडेर आउ बस कुरा गरे पनि दोबाट आएको छुटिने पनि रहेछ ल जाऊ पनि त्यो माथि गाउँको त्यो प्रेम भन्ने केटा होइन र भनेको हो नि
त्यो सानो जातको केटाहरूले के त भनेको हो भनेको यिनीहरूले गरेर त हाम्रो गाउँको नाकै काट्नु भयो कता गाउँमा गएर अब गाउँमा डुङडुङ गनाउने गरेको केटाहरूले के भएको होला यिनीहरू लाज मरेकोहरू सुन्नुहोस् त तपाईँले कस्तो कुरा गर्नुभएको कसको हो नि हाम्रो यहाँ गाउँको मुखेबाकी छोरीको कुरा गरेको नि नाकै काटी त्यसले त केटासँग लागेको त्यो सानो दलिसँग गाउँको नाकै खाली त्यसले तपाईँलाई अर्काको कुरा काट्न अलिकति पनि लाज लाग्दैन भाकै कुरा गर्ने किन लाज हो हामीलाई तपाईँहरू जसको कुरा काट्दै हुनुहुन्छ म उसको साथी हो त्यो खालको मान्छे छ गाउँमा त जानु त्यो कुरा राख्नै पर्ने भयो के गर्नु पर्ने दुईजना राखेर मिलाउनु त दिने भनेको समाज बिग्रिहाल्छ जनाले गरेर सबै ल कुरा नगरौँ हुन्छ आज भन्नुपर्छ है के भयो उनीहरूलाई किन हातेर कराएको के समस्या पर्यो तिमीहरूलाई बुढीमा बाहिर आएछ बाहिर यहाँ कुरा राख्छ के समस्या पर्यो के भयो मेरो घरमा किन हो आज यत्रो मान्छे आहा भेला भए के भयो बुढालाई बसेर गफ गराउ न एकछिन के भयो तिमीहरूको समस्या भन्नु मुख्य बालाई के गरी त्यसले त्यस्तो नाक काट्ने काम हजुरको छोरीले नाक काट्यो नि गाउँको तपाईँको छोरी अब गाउँघरमा बस्न मन्दिरमा राखिरहेछु अनि केटासँग पुरा माथि होइन सँगसँगै आएको देखेको हामी त्यसले भाडा बाइकमा नि हिँडेको थियो हाँसो मात्रै हिँडेको थियो हाम्रो आँखाले देखेको विश्वास नलाग्यो सोध्ने के गर्ने ल गर्नु पर्यो अब मुखेलाई अब गाउँ समाज राखेर भेला गरेर ल के गर्नु पर्यो ल गर्नु पर्यो काम ल मुखेलाई यसरी त हुँदैन ल मान्छे भेला गरेर पण्डित बोला हजुर मुखिया बा म बोलाउँछु यो छोरीले हामीलाई कति दुःख दिनु सक्यो कि त्यही त नि छोरी छुट्टी भइ अब त्यसले हो नमस्ते हजुरलाई मुखिया बाले सानोतिनो काम बोली यसो मिटिङ राख्नु भन्नुभएको छ गाउँतिर अहिलेलाई हजुर यसो मुखिया बालेसँग भेटघाट गर्नु जानुपर्ने भोलि चौतारामा गाउँ भेला थियो त्यही भएर सम्झेको पण्डित ल भइहाल्छ नि त ए हुन्छ पण्डित दा अब हजुर लाग्नु सक्नु ल त ल छोरी खोइ खै मन्दिर गएको अहिलेसम्म आएकै छैन त्यो मन्दिर गएको आउँदै होला एकछिन त तँ कहाँ गएर आइस पूजा गरेर आएको गर्छ पूजा के गरेछ छोरीलाई तैँले मुखबारी माछा
तिमीले गर्दा छोरी बिग्रिएको हेर भाइ अब जे हुनु भइहाल्यो छोरीको कुरा भोलि गाउँ भेला चौतारामा राखेर कुरा गर्नुपर्छ अब गाउँमै सक्यो भने गाउँमै मिलाउँला भइहाल्छ नि भइहाल्छ हस् त मुखिया बा अहिलेलाई म लाग्छु बरु सफल बनाउनु पर्ने हामीलाई त दाजु अब के कस्तो हुन्छ हामी दुईजना मिलेर छलफल छोरीलाई पनि नराम्रो गर्नु भएन छोरीलाई राम्रोसँग सम्झाएर गाउँलेसँग कस्तो कुराकानी हुन्छ त्यो अनुसारले निर्णय गर्नुपर्छ र गाउँले हौ तिमीहरूलाई यहाँ बोलाउनुको मुख्य कुरा मुखिया बाकी छोरी र यो गाउँको दलित व्यक्तिको छोरा पूजा र प्रेम एकापसमा माया गर्दो रहेछन् र यो कुरा हाम्रो समाजमा कुनै पनि हालतले सम्भव छैन तपाईँ नै भन्नुहोस् मुखिया बा यो कुरा हाम्रो समाजमा सम्भव छ तपाईँले जे भन्नुभयो यो कुरा एकदम सही छ त्यो दलित हो किन यस्तो भेटभाट भने तिमीहरू सानो चाहिँ तिमीले केही कुरा बुझेको छैन अब यो दुईटालाई बोलाएर राखेर कुरा गर्नुपर्छ प्रेमको आमा छोरालाई लिएर हुन्छ मुखिया बा अब को हुनुहुन्छ तिमी ए लक्ष्मी 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 निक्लिनु त बाहिर हजुर पैसा म आएँ यो गरिबको आँगनमा के कति कामले पाल्नु अनि लक्ष्मी तिम्रो छोरा प्रेम खोइ त त्यसले त ठुलै काम गरेछ त
के भएर बजारमा तिमीले के काम गर्नु त्यस्तो बजारमा म बोलाउँछु ए प्रेम बजारमा बोलाउनु के गर्नु भएको बैदरबाले कोही थाहा छैन नमस्ते नमस्ते अनि तैँले त ठुलै काम गरेछस् तेरो बैदरबा मैले त्यस्तो तैँले जे काम गरे पनि त्यही मिटिङमा गएर थाहा तल अब जाऊ अब मैले लक्ष्मीको आमा छोरालाई ल्याइदिएको छु प्रेम के मुखियाको छोरीलाई तैँले मन पराउँछ भन्ने यो कुरा सत्य हो के यो कुरा सही हो ओइ प्रेम के यो कुरा सत्य हो अब हामी एकअर्कालाई माया गर्छौँ तैँले आफ्नो जातको बारेमा केही सोचेको छस् समाजमा यो सम्भव छैन बाबु त धेरै नबोल छोरा नरोक्नुहोस् आमा मलाई आज बोलाउदिनुहोस् केही पनि परिवर्तन गर्नु पर्दैन हामीले यस समाजको यी गिरेको सोचहरू परिवर्तन गर्नुपर्छ आमा अनि बल्ल हाम्रो सुन्दर समाज बन्छ हाम्रो समाजले स्वीकार गर्दै गर्दैन भनेर हुन्छ गाउँ समाज अनुसार चल्नुपर्छ गाउँ समाजको निर्णय अनुसार हुन्छ पुरा यहाँ आज दलित र ठुलो जातभित्र यो सम्बन्ध हुन सक्दैन कति राम्रो सोच किनेको सोच कहाँ लेखिएको छ सानो जात र ठुलो जात बिच प्रेम गर्न हुँदैन माया गर्छु यदि तपाईँहरूको परम्परासँग केही समस्या छ भने म तपाईँको परम्परासँग लड्नु पाएको छु मुखिया बा हामी एकअर्कालाई माया गर्छौँ कुनै पनि दबाबले हामीलाई अलग गराउन सक्दैन यो प्रेम सफल हुन्छ तपाईँ आफ्नो घर जाऊ आजको मिटिङ यही स्थगित गर्छ आज यत्रो विजय छोडेर कागजमा लेखेको नाम त लेख्न त्यत्रो वर्ष लाग्छ भने विशाल जन्मले मेरो मनमा कसरी कुरा आमा हेलो प्रेम एउटा इमर्जेन्सी काम पऱ्यो मलाई भेट्न आउनु न
प्रेम मलाई यति चाँडै बोलाएर तिमी किन ढिलो आएको नरिसाउ न पूजा हाम्रो प्रेम असफल भए पनि यो संसारमा चोखो मायाभन्दा ठुलो कुराहरू केही पनि हुँदैन हामी डराउनु पर्दैन प्रेम हाम्रो साथ छुट्टी पनि हाम्रो माया सबैलाई गइरहेको यो समाजले हाम्रो सम्बन्धलाई केही गरे पनि स्वीकार्दैन र म तिमीलाई यस्तो हालतमा देख्न पनि सक्छु छाप्यो प्रेम ठिकै छ पूजा यदि तिमी खुसी हुन्छ भने म तयार छु पूजा तिम्रो खुसी नै मेरो खुसी हो पूजा